फोनमा हेर्नुस् तपाईहरुलाई देखाइदिन्छु यहाँबाट चाहिँ तल पुग्छ हेर्नुस् टेक्नु पर्ने यहाँ है कसरी टेक्नु पर्ने यो एउटा हातले फोन पक्रिरहेको छु सो डेन्जरस अब अर्को यो भिर टाइपको रहेछ चिप्लिनु हुन्छ केला पक्रेर जानुस् पर्दा यहाँ हेर्नुस् न यो चाहिँ अनि तपाईहरु यहाँ आयो भने चाहिँ 3 दिनको है 3 दिनको उयो निकालेर आउनुपर्छ समय है यो चाहिँ हामीले माथि गुरुपद्म सम्भवलाई चाहिँ हामीले चाहिँ दैलो ढकढकाएको जस्तै यहाँ यस्तो रहेछ हेर्नुस् सो अब भने चाहिँ निकै हिँडिसक्यो हामीहरू यो चाहिँ दामी खालके केप रहेछ पानीहरू पर्यो भने चाहिँ यहाँनिर यस्तो गरेर बस्दा पनि हुनेछ हेर्नुस् तपाईहरु नोब्दिछेनपुकको सेकेन्ड पार्ट पनि मैले अपडेट गरिदिएको छु तपाईहरुको निम्ति है अनि भिडियो चाहिँ नकाटिकन हेर्नु होला है नि थाम चाहिँ तपाईको 1500 अब बाटो हेर्नुस् तपाईहरु रमाइलो खालके बाटो रहेछ हो वेदरले पनि एकदम साथ दिएको आज चाहिँ घाम पनि नलागेको पानी पनि नपरेको शीतल हेर्नुस् तपाईहरु यस्तो टाइपको यहाँ हेर्नुस् एकदम दामी खालके वेदर भइरहेछ है भिडियो चाहिँ तपाईहरुले नकाटिकन हेर्यो भने चाहिँ गाइड लानु पर्दैन मैले यस्तो टाइपले बनाइदिइरहेको छु तपाईहरुलाई अनि तर बिहान चाहिँ छिटो निस्कियो भने चाहिँ एकदम सुविधा रहेछ अनि अब यहाँनिर चाहिँ हामीहरु चाहिँ निस्किँदैछ हो अनि अगाडि के भेट्ने रहेछ अब टोटल हामीले चाहिँ वेटिङ सेट चाहिँ 5 वटा भेटिसक्यो अब चाहिँ लास्ट एउटा जस्तो भेट्छ होला यहाँनिर हेर्नुस् चाँप फुलेको अलिक क्यामेराको फोनको क्यामेरा चाहिँ अलि हौडी भएर चाहिँ त्यस्तो राम्रो आउँदैन रहेछ सो अब भने चाहिँ हेर्दै जाउँ है यहाँबाट चाहिँ निस्किँदैछ हामीहरू अनि तपाईहरु पनि यो चाहिँ एकदम सजिलो रहेछ है लारिङिङपो भन्दा चाहिँ अन्त यो चाहिँ तपाईहरुले अलिअलि बाटो चाहिँ यस्तो रहेछ अब यस्तो त हुन्छ नि यहाँ हेर्नुस् अब यहाँबाट यसरी यहाँ टेक्नु पर्ने है त्यहाँदेखि यस्तो है यस्तो छ बाटो चाहिँ यो चाहिँ ठिकै छ अहिले गाई गोरुहरू हिँडेर चाहिँ बिगारेको रहेछ यो बाटो सो है हुन्छ अब बाटोमा के हुनेछ देखाउने छु यहाँ यस्तो रहेछ हेर्नुस् सो अब भने चाहिँ निकै हिँडिसक्यो हामीहरू यो चाहिँ परेङ गाडी है परेङहरू रहेछ है अनि राम्रो ध्यान दिएर हेर्नु होला भिडियो चाहिँ अनि स्टेप बाई स्टेप हाल्ने छु यो चाहिँ नोब्दिछेनपुक है गुरुपद्म सम्भव चाहिँ सिक्किममा आउनु हुँदाखेरि चाहिँ यो नोब्दिछेनपुकमा पनि उहाँले मेडिटेसन है गर्नुभएको ठाउँ हामीहरू जाँदैछ यहाँनिर अनि सम्पूर्णलाई देखाउने छु है बाटोहरू कस्तो रहेछ है यस्तो छ यहाँ हेर्दै गर्नुस् जम्मा 14 र 5 वटा चाहिँ हामीले वेटिङ सेट 5 वटा चाहिँ काटिसक्यो यहाँ माथि लास्ट एउटा आउँछ जस्तो लाग्यो है हेर्दै गर्नु है लारिङिङको जस्तो बाटो पनि छैन रहेछ एकदम राम्रो रहेछ यो चाहिँ नोब्दिछेनपुकको चाहिँ है जतिजना पनि इच्छुकहरू हुनुहुन्छ है तपाईहरुलाई बाटोहरू पनि देखाइदिइरहेको छु अनि तपाईहरु आएर पनि भिजिट गर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो रहेछ है यहाँनिर चाहिँ दामी खालके केप रहेछ पानीहरू पर्यो भने चाहिँ यहाँनिर यस्तो गरेर बस्दा पनि हुनेछ हेर्नुस् तपाईहरु अनि यो ढुङ्गामा थकाइ मार्दा पनि हुनेछ अनि तपाईहरु आउनुभयो भने चाहिँ गाइड बिना आउनु पनि सक्नुहुन्छ यो भिडियो चाहिँ शेयर गरिराख्नुस् है कतिले सेभ पनि गर्दा हुन्छ सो यो चाहिँ नोब्दिछेनपुक है यो चाहिँ गुरुपद्म सम्भवको यो पनि गुरुपद्म सम्भव नै उहाँ आएर मेडिटेसन गर्नुभएको है अनि यहाँबाट चाहिँ हामीहरू उकालो जानेछ अब आइपुग्नु आँट्यो अनि तपाईहरुलाई देखाउने छु है के रहेछ है कस्तो रहेछ सो बाटो चाहिँ यस्तो खालके रहेछ यहाँ चाहिँ हामीहरू जाँदैछ है अनि कसै अगाडि छ कसै पछाडि छ है हामीहरू चाहिँ बिचमा छ हेर्दै गर्नुस् है सो अब भने चाहिँ फाइनल वेटिङ सेट भेटाएको छ 14 अब चाहिँ यो चाहिँ लास्ट जस्तो लाग्यो है अनि हेरौँ है नम्बर भनौँ न अब 6 वटामा आइपुगेको छ हामीहरू चाहिँ यहाँबाट उकालो लाग्दैछ
है। अब यो देख्नु हुँदै गरेको चाहिँ लास्ट जस्तो लाग्यो मेरो अन्दाजमा चाहिँ। अगाडि भेट्यो भने देखाउँला है। अनि 5-6 वटा भयो है, याद गरिराख्नुहोस् है गन्ती चाहिँ। अनि अब यहाँ हेर्दै जाउँ है। म चाहिँ तपाईँहरूको निम्ति भिडियो चाहिँ बनाउँदैछु है। बाटोहरू चाहिँ यस्तो रहेछ। अनि सबै दाउराहरू लगाएर बनाइदिएको रहेछ बाटो चाहिँ। त्यो के हो, रुखहरू काटेर सेँडी जस्तो बनाइदिएको रहेछ है। हेर्दै गर्नु होला। यो उकालो चाहिँ हिँड्नुपर्ने रहेछ है। अब चाहिँ पुग्ने टाइममा चाहिँ निकै उकालोकै उयो रहेछ, बाटो अप्ठ्यारो खालको रहेछ है। यो चाहिँ नुब्दी छिनफुकको हाम्रो यात्रा, तीर्थयात्रा आज चाहिँ हामीहरू चाहिँ अब पुग्नै लाग्यो। अनि तपाईँहरूलाई दर्शन गराइदिन्छु है। जति पनि हाम्रो गुरुपद्मा सम्भवलाई है सम्झिनु हुनेलाई तपाईँहरूलाई देखाइदिन्छु है। तपाईँहरूको लागि धेरै भन्दा धेरै पूजाहरू गरिदिन्छु है। अनि तपाईँहरू पनि यो बाटो चाहिँ एकदम सेयर गरिराख्नुहोस्। तपाईँहरूलाई भोलि पर्सि आउनु पऱ्यो भने गाइड नलिइकन आउँदा पनि हुन्छ। हेर्नुहोस् ल, यहाँ चाहिँ यस्तो छ यी हाई यस्तो। अब चाहिँ यहाँ चाहिँ हामीले यहाँ आइपुग्यो है तपाईँहरूको। यो चाहिँ बाटो हेर्नुहोस् है, यस्तो यो भिर टाइपको रहेछ है। चिप्लिनुहुन्छ है केला, पक्रै जानुहोस्। अब मेरो पास यस्तो वेदर चाहिँ हेर्नुहोस् तपाईँहरू, धुमिरहेछ, क्लाउडी वेदर भइरहेछ। सो है आज भने चाहिँ गुरुरिम्छेको है यात्रा। अनि हामीहरू चाहिँ यहाँ सबै गरेर हामीहरू 13-14 जना छ। अनि यहाँ हेर्नुहोस् त्यो अप्ठ्यारो बाटोमा चाहिँ म हिँड्दैछु है। फोनमा हेर्नुहोस्, तपाईँहरूलाई देखाइदिन्छु। यहाँबाट चाहिँ तल पुग्छ हेर्नुहोस्। टेक्नुपर्ने यहाँ है, कसरी टेक्नुपर्ने। यो एउटा हातले फोन पक्रिरहेको छु, सो डेन्जरस। अब अर्को हातले यहाँ हाई कम्प्लिट हेर्नुहोस्। यस्तो छ भिर है। यहाँ हेर्नुहोस् क्लाउडी एकदमै, किनभने आज चाहिँ वेदरले साथ दिइरहेछ हामीलाई। अनि यहाँबाट चाहिँ निस्किँदैछ है। अनि भन्नुपर्दा यहाँ हेर्नुहोस् न, यो चाहिँ स्कुटीको कमाल हो। अनि राइट र लेफ्ट ह्यान्डमै सबै घाउ भइरहेछ। र पनि तपाईँहरूको लागि गुरुपद्मा सम्भवको जहिले आशीर्वाद छाइबसोस् भन्दै तपाईँहरूको निम्ति म हिँड्दैछु है। अनि मैले लारिङपोको पनि भिडियोहरू तपाईँहरूलाई बनाइदिएको थिएँ। त्यतिखेर पनि तपाईँहरूले राम्रो है अब कमेन्ट सेयरहरू गरिदिनु भयो है। धेरै माथि पुऱ्याइदिनु भयो, सम्पूर्णहरूले हेर्नु पायो, दर्शन गर्नु पायो है। अनि त्यस्तो कि यो यस्तो यात्राहरू चाहिँ गर्नुपर्छ है। अनि तपाईँहरू यहाँ आयो भने चाहिँ 3 दिनको है, 3 दिनको उयो निकालेर आउनुपर्छ समय है। अनि 3 दिनको समय निकालेर आयो भने चाहिँ ठक्कै 1 दिन आयो। यहाँनिर होमस्टे यस्तो रहेछ है, त्यहाँ होल्ड गर्दा पनि हुने रहेछ तपाईँहरू। अनि घरै रहेछ उना। अब चाहिँ फाइनल्ली हामीहरू चाहिँ छेउमै आइपुगिसक्यो है। हेरौँ अब के हुने रहेछ, तपाईँहरूलाई पनि देखाउने छु। यहाँ चाहिँ यस्तो ब्रिज रहेछ काठको, तपाईँहरू हेर्नुहोस्। निस्कि त सक्यो। यहाँनिर चाहिँ जो पनि आउनुहुन्छ यही घन्टी रहेछ है, घन्टी टक्कै आइपुग्यो। यहाँ चाहिँ सिग्नल हो यो चाहिँ। यो चाहिँ हामीले माथि गुरुपद्मा सम्भवलाई चाहिँ हामीले चाहिँ दैलो ढकढकाएको जस्तै उहाँलाई बेल बजाइदिएको हामीहरू आइपुग्दैछ भनेर है। सम्पूर्ण तपाईँहरूलाई पनि हेर्नुहोस् है भिडियो मार्फत, तपाईँहरू पनि आइपुग्यो भनेर है। यहाँ हेर्नुहोस् केप हेर्नुहोस् है। पुग्नु लाग्यो हो। मात्रै लेखेछ नि त।